नमस्ते, म बुस्रा जोशी, विपिन जोशीकी बहिनी। र अहिले म सामाजिक सञ्जालमा कस्तो नराम्रो कुराहरू सुनिरहेकी छु। मेरो दादा कहिले कोही डेथ प्रिडिक्सन गर्छ, कहिले कोही विपिन जोशीको यस्तो भयो उस्तो भयो जेपिटी न्युजहरू फैलाइराख्नु भएको छ। त्यसको लागि प्लिज त्यस्तो नगरिदिनु हुन भन्ने मेरो आग्रह छ। त्यसको लाग्दा हाम्रो परिवारलाई मलाई कस्तो गाह्रो भइरहेको छ। प्लिज एउटा मानवता देखाइदिनुहोस् र त्यस्तो भिडियो चाहिँ पोस्ट नगरिदिनुहोस्। कसै विपिन जोशीको मृत्यु भयो, कसै विपिन जोशी फिर्ता आउँदैन, त्यस्तो कुरा प्लिज नभनिदिनुहोस्। त्यसको लाग्दा मेरो परिवार र मलाई एकदमै गाह्रो भइरहेको छ अहिलेको समयमा। र कसैले त विपिन जोशी फिर्ता नै आइसक्नु भयो भनेर एआई मार्फत कस्तो भिडियोहरू बनाइराख्नु भएको छ। एआई युज गरेर विपिन जोशी एयरपोर्टमा हुनुहुन्छ, विपिन जोशी फिर्ता नै आइहाल्नु भयो भन्ने कुराहरू, त्यस्तो भिडियोहरू बनाइराख्नु भएको छ। प्लिज यस्तो कुरा नगरिदिनुहोस्। प्लिज यसको इन्टरनेटको एआईको दुरुपयोग नगरिदिनुहोस्, यसको सदुपयोग गरिदिनुहोस्। र यसको सट्टा हजुरहरू विपिन जोशीको लागि, विपिन जोशीको रिहाईको लागि एउटा आग्रह गर्ने भिडियो बनाउन सक्नुहुन्छ। विपिन जोशीको लागि 2 शब्द बोलेर प्लिज रेस्क्यु विपिन जोशी भन्ने शब्दहरू, त्यस्तो शब्दहरू राखेर एउटा भिडियो बनाउन सक्नुहुन्छ। प्लिज बरु त्यस्तो गरिदिनुहोस् र यो जेपिटी न्युजहरू चाहिँ नफैलाइदिनुहोस् भन्ने मेरो आग्रह छ।